मैले चाहिँ कुराको यसरी हत्या हुन्छ भने सोचेको पनि थिएन। सो सबैजनालाई फेरि पनि स्वागत छ आजको मेरो डे टेबल मिनिङ ब्लगमा। आज म बिहानै उठेर रेडी भएको थिएँ। सो यो कुखुरा लगेर चाहिँ म आज चाहिँ कुपिने दह जान लागेको थिएँ, किनभने चाहिँ त्यो ठाउँ चाहिँ एकदम राम्रो ठाउँ हो गएर त्यहाँ चाहिँ मनले मागेको हरेक कुराहरू पुरा हुन्छन् भन्ने सुनेको थिएँ। सो त्यही थाहा पाएर चाहिँ म मेरो मनमा लागेको इच्छाहरू भगवान्लाई सुनाउन जाँदैछु कि गाएछु। यति धेरै सफर गरिकन लास्ट फाइनली चाहिँ भगवान्को घर पुगेको छौँ। सो उहाँ हेर्न सक्नुहुन्छ यति राम्रो यति स्वच्छ पानी छ कि गाइस, त्यहाँको यति सफा यति राम्रो। सो मैले त्यहाँको पानी चाहिँ खानुहुन्छ कि हुनु त्यो त थाहा भएन, तर मैले चाहिँ बेस मैले खाएँ पनि नुहाएँ पनि। सो त्यो नुहाएको भिडियो चाहिँ हालिन लाज लाग्यो कि गाइस, मलाई पनि लाज लाग्छ नि त। त्यसपछि हेर्न सक्छ यस्तरी हत्या भएको थियो, ती बिचरा यति तडपिरहेको थियो। सो फाइनली यसरी यसलाई छाडेर अनि हामी चाहिँ लाग्यौँ डुङ्गा खेलेर चाहिँ म चाहिँ घरतर्फ लागेँ। सो आजको लागि चाहिँ यति। थ्याङ्क यू फर वाचिङ भिडियो।